फेसबुक कर्ताहरूमा सबैमा मेरो नमन रहेको छ। आज म कहाँ छु? बेलबारी 11 भन्दा थोरै पूर्व बेताना सिमसार क्षेत्रमा छु। आज बेताना सिमसार क्षेत्रको बारेमा तपाईँलाई पुरा भिडियो लिएर आएको छु। तपाईँ कहाँबाट हेर्दै हुनुहुन्छ? लाइक, कमेन्ट र सेयर चाहिँ अवश्य गर्नुहोला र फलो पनि गर्न नभुल्नुहोला। यहाँ मात्र 50 रुपिज काउन्टर टिकट रहेको रहेछ। म भित्र के पाउँछ त तपाईँलाई आज पुरा जानकारी दिन चाहन्छु। यस जङ्गलले ओटिएको यस क्षेत्रभित्र हरियाली वातावरण, सुन्दर वातावरण र यहाँको वातावरण देख्दा म एकदम चकित छु। तपाईँ पनि आउनुभएको छ भने अवश्य पनि एकखेप आउनुहोला। यस क्षेत्रमा तपाईँ रमाइलो गर्न चाहनुहुन्छ भने यस क्षेत्रभित्रमा ताल पनि रहेको छ। एउटा ठुलो ताल हेर्नुहोस्। जङ्गलभित्र हरियाली, बिचमा तालमा पनि खेल्न पाइने बोटिङ बोटिङ गर्न पाउने र यो तालको दृश्य एकदम सुन्दर रहेको छ। यहाँ विशेष गरी विभिन्न ठाउँबाट घुम्नको लागि आउने गर्नुहुन्छ। तपाईँ घुम्न आउनुभएको छैन भने एकचोटि अवश्य पनि आउन सक्नुहुन्छ। यस तालभित्र विभिन्न माछा, हाँसहरू र विशेष गरी यहाँ कछुवा र सबैभन्दा ठुलो कमिला यस क्षेत्रमा पाउँछ। अरू के पाउँछ त भन्नुपर्दाखेरि तपाईँ यो भिडियोलाई पुरा हेर्दै जानुहोला। तपाईँलाई म देखाउँदै चाहन्छु। अब यस क्षेत्रमा विभिन्न जीवजन्तु, जनावरहरू पनि पाउने गर्छ। विशेष गरी बाँदर त झन् सबैतिर पाउँछ, बाहिर पनि पाउँछ र यस क्षेत्रभित्र पनि पाउँछ। र विशेष गरी चाहिँ यहाँ विभिन्न ठाउँबाट पिकनिक पनि आउने गर्नुहुन्छ। जस्तै विद्यालयहरूबाट चाहिँ विशेष गरी धेरै पिकनिक आउने गर्नुहुन्छ। र पिकनिक आउनको लागि सेवा सुविधा पनि यहाँ पर्याप्त छ। जस्तै बोट पनि रहेको छ, लाइनको सुविधा छ। विशेष गरी मेरा दुईवटा भान्जीहरू र मेरो वाइफ पनि आएका छन् घुम्न। यो चाहिँ काठको पुल रहेको छ। दुईटा तालको बिचमा काठको पुल देख्दा पनि सुन्दर छ, आकर्षक छ। यस नजिकै पूर्व हाइवे पनि छ, नजिकै छ, हाइवेबाट नजिकै। यो ताल हेर्दाखेरि सुन्दर देख्छ। यहाँ विभिन्न सेता हाँसहरू पनि पाउने गर्छ। विशेष गरी यहाँ कमिला छ, एउटा राखिएको छ, ठुलो कमिला राखिएको छ। यो चाहिँ पुरानो भएर होला सायद। र यस क्षेत्रको बारेमा भन्नुपर्दाखेरि देख्दै सुन्दर, आकर्षक छ। यो चाहिँ विशेष गरी यो नाली अथवा के भन्छ तपाईँले, के भन्छ, बाँध भन्छ सायद। यहाँनिर चाहिँ बर्खा मासको बेलामा ठुलो भेल आउने गर्छ। यो भेलले गर्दाखेरि यहाँको माछाहरू आउट नजाओस् भन्नका लागि यहाँ बाँध बान्ने गरिन्छ। जङ्गल एरिया रहेको छ। विभिन्न बोयफ्रेन्ड गर्लफ्रेन्ड पनि आउने गर्नुहुन्छ। र विशेष गरी यो पुरानो के भन्छ यसलाई, ठेलागाडा पनि राखिएको छ, किनकि लोप भइसकेको छ अहिले। र यो सानो चिडियाखाना जस्तो पनि रहेको छ। यहाँ विभिन्न तपाईँले जनावरहरू पनि देख्नुहुन्छ। लोप भइसकेका जनावरहरू देख्नुहुन्छ। हेर्नुहोस्, म तपाईँलाई आज यहाँको बारेमा देखाउँछु। हेर्नुहोस्, यो सर्प अजिङ्गार। अब विशेष गरी त बाहिर हामीले सर्प अजिङ्गार